साउन्या खेसाई हेल्यो खोली खेत रोपी हेल्यो साउन्या खेसाई हेल्यो हेलो साथीहरु नमस्कार वेलकम बैक टू माई युट्युब च्यानल पश्चिमी ब्लगर। आज पनि तपाईहरु माझ नयाँ ब्लग लिएर म आइसकेको छु। आज चाहिँ प्रकृतिको सुन्दर दृश्यसँग हेर्दै आज मेरो रोपाई विशेष ब्लग रहनेछ। आज चाहिँ यसो पाङ्गागाडा बनाउनको लागि गोरुहरुलाई यताउता जुदाएर यसो बारेर 2-4 फन्काहरु घुमायो। त्यसपछि मेरो काम चाहिँ पाङ्गो भएको गडालाई बराबर गर्ने काम थियो। त्यो पनि सकाए। फेरि सकाएर मात्रै कहाँ हुन्छ र यसो बी पनि फाल्नु पर्यो भनेको त बी पनि फाल्यो। फेरि रोप्नु पनि त पर्छ। आज पहिलो दिन हो भनेर फेरि रोप्ने काम पनि गर्यो। यसो बेलुकानिर घरमा आएको त बाबा बाटोमा पानीले छोपेर यसोसम्म मार्यो नि त सोच्नै सकेन। अलिकति रेस्ट गरेर फेरि दोकानतिर गएको चक्कीनिर गएको त चक्कीमा फेरि लाइट नै छैन रे। म अफसोस भइदिएर म चाहिँ यो ब्लगमा यति नै। दोस्रो ब्लगमा मिलाउँला। बाइ।